ल है साथीहरू म त लागे पहाडतिर। लो हेर्नुहोस् त आम्मै नि यस्तो छ पहाडको नजारा। तपाईहरु देख्न सक्नुहुन्छ चारैतिर चाहिँ नै पहाडै पहाड बीचमा यस्तो यात्रा भइरहेको छ। म चाहिँ चुरे गाउँपालिकामा छु यति बेला। यो चुरे गाउँपालिकाको चाहिँ तपाईको पहाडी मार्गमा छु। यो भीमदत्त मार्ग हो हैन। म चाहिँ डडेलधुरातिर जाँदैछु। यहाँबाट अझै 85 किलोमिटर छ त्यो दूरीमा म छु हैन। यस्तो प्रकारको यात्रा भइरहेको छ। ल तपाई पनि तनावमा हुनुहुन्छ होला, एकचोटि आउनुहोस् न घुम्न। यस्ता पहाडका चाहिँ ठाउँहरूमा घुम्नुहोस् न, कति आनन्द हुन्छ। तराईको गर्मीले चाहिँ मलाई एकदमै दिगदार बनाएको बेला पहाडको चिसो हावाले मलाई स्वागत गरिरहेको छ हैन त। यस्तो छ पहाडै पहाड छ। उ माथि हेर्नुहोस् त कस्तो छ यो पहाडी। लौ यस्तो छ हजुर, यस्तो छ। यहाँ चाहिँ घुम्न एकपटक आउनु होला। म यहाँबाट तपाईहरु सबैलाई सम्झिन चाहन्छु। मेरो यो चाहिँ नि टिकटक, फेसबुक, युट्युब सबैतिर चाहिँ फलो गर्नु होला, मलाई माया गरिदिनु होला। तपाईहरुको एउटा लाइकले, एउटा शेयरले, एउटा कमेन्टले र एउटा फलोले चाहिँ मलाई ऊर्जा दिनेछ। प्लिज है त। ओके साथीहरुलाई हेर्नुहोस् यस्तो छ। हा हा।